हेलो गाइस, नमस्ते नमस्कार। म चाहिँ आज मेरो कम्पनीको डिनरको लागि चाहिँ जाँदैछु। म चाहिँ अलिक ढिलो भएको कारणले चाहिँ सबै साथीहरू अगाडि गए, म चाहिँ अलिक पछि पछि जाँदैछु। र यो चाहिँ कम्पनी नै कम्पनी छ, यता पनि कम्पनी उता पनि कम्पनी छ। र हाम्रो कम्पनी चाहिँ त्यो पर भएको साइडमा छ है, देखिएको छैन। यहाँ चाहिँ हिजै डिनर भएर चाहिँ यहाँ उद्घाटन पनि हिजै भयो जस्तो छ, फुलै फुल छ। र म चाहिँ जाँदैछु र म चाहिँ फाइनली कम्पनी आइपुगेँ। यो चाहिँ हाम्रो कम्पनीको गाडी हो। आज हामी कम्पनीको पार्किङमा चाहिँ आज हाम्रो पार्टी भइरहेछ र त्यो भएर गाडी सबै बाहिर पार्किङ गरिरहेको छौँ। र हेर्नुहोस्, हाम्रो डिनर चाहिँ यहाँ भइरहेछ है, हाम्रो कम्पनीको डिनर चाहिँ। ल फाइनली अब त्यहाँ चाहिँ हाम्रो कम्पनीको म्यानेजर हो यो चाहिँ। ल आइज आइज भन्दैछ मलाई। फाइनली अब त्यहाँ चाहिँ टिकट दिनको लागि चाहिँ त्यहाँ कम्पनीको मान्छेहरू बसिरहेको छ। फाइनली मैले त्यहाँ टिकट पनि पाइसकेको छु र यो चाहिँ हाम्रो लक्की ड्र नम्बर टिकट है। मैले लक्की ड्र चाहिँ 1 मलाई पाएको छु र यो लक्की ड्रमा चाहिँ त्यहाँ हेर्नुहोस् गिफ्टहरू छ। त्यो गिफ्ट के पर्छ पछि म त्यो गिफ्ट चाहिँ यो नम्बर अनुसार त्यहाँ चिठा पार्छ र बोलाउँछ। र यहाँ अब 10 वर्ष पुगेकोहरूलाई चाहिँ यहाँ गिफ्ट दिने कार्यक्रम भइरहेछ। र 10 वर्ष पुगेको नेपाली मले, त्यो पनि नेपाली हो, उसलाई पनि उस पनि छ। र 10 वर्ष पुगेको नेपाली मले, त्यो पनि नेपाली हो, उसलाई पनि उस पनि 10 वर्ष त्यहाँ लेखापाल भन्छ, एकाउन्टेन्ट हो। र त्यहाँनिर कम्पनीमै काम गर्नेहरू यता चाहिँ हाम्रो गिफ्टको झोला लिएर बस्ने बिरानी चाहिँ हाम्रो इच्छा हो। र हाम्रो त्यो दाइ पनि 10 वर्षको, उसलाई पनि गिफ्ट दिँदैछ, उसले पनि गिफ्ट लिइरहेको छ। र यहाँ अब 10 वर्ष भएकोहरूलाई चाहिँ गिफ्ट दिने कार्यक्रम भइरहेको छ। यसै गरी यहाँ चाहिँ अझै 10 वर्ष पुगेकोहरूलाई गिफ्ट बाँड्ने कार्यक्रम भइरहेको छ। र गिफ्ट लिनको लागि चाहिँ हाम्रो फेरि अर्को साथी आइसक्नु भएको छ र हाम्रो गिफ्ट दिनको लागि चाहिँ तयार भएर बस्नु भएको छ। हाम्रो बोसको श्रीमती म चाहिँ गिफ्ट दिएर चाहिँ फोटो र यसै गरी गिफ्ट बाँड्ने कार्यक्रम चाहिँ निरन्तर भइरहेको छ है। ल है, गिफ्ट चाहिँ हाम्रो 10 वर्ष पुगेकोहरूलाई चाहिँ गिफ्ट बाँड्ने कार्यक्रम चाहिँ भइरहेको छ। तपाईँहरू पनि हाम्रो कम्पनीको डिनर कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। ल यहाँ चाहिँ हाम्रो वर्ष दिनमा चाहिँ कम्पनीले डिनर दिने गर्छ। यसै गरी चिट्ठा, सानसानो गिफ्ट र उनीहरूको पद अनुसारको गिफ्टहरू चाहिँ दिने गर्छ। र हाम्रो कम्पनी चाहिँ अब राम्रै छ भन्नुपर्छ। त्यस्तै गरी हाम्रो कम्पनीमा चाहिँ सालैपछि चाहिँ डिनर हुने गर्छ र कम्पनीले चाहिँ डिनरको उपलक्ष्यमा चाहिँ राम्रो व्यक्तिहरू छानेर या चिट्ठा अनुसार चाहिँ गिफ्टहरू वितरण पनि गर्छ। र हाम्रो कम्पनी कस्तो लाग्छ, म कम्पनी लगायत मेरो सेरोफेरोको भिडियोहरू अपलोड गर्दै जानेछु। तपाईँहरूले मेरो युट्युब च्यानललाई लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला। यता चाहिँ गिफ्ट लिएर मेरो साथीहरू चाहिँ बसिरहनु भएको छ। त्यही गरी तपाईँहरू पनि हाम्रो कम्पनीमा आउन चाहनुहुन्छ भने डिमान्ड केही दिनमा जाने छ। र तपाईँहरूलाई पनि म मेरो कम्पनीको डिमान्डको बारेमा पनि म केही कुरा बताउने छु र सूचना गर्नेछु। र लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। हवस् त, नमस्ते नमस्कार। तपाईँहरूको दिन शुभ रहोस्।